7 बाई 18 माथि हुर्केको घर अहिले सुनसान विरक्क लाग्दछ। अनि घरको अवस्था यस्तो छ। अनि कुनै बेला खाना खाँदै भान्साको भातै बिर्सिने ठाउँ हो। धेरै परिवार भएर संयुक्त परिवारमा यो बजे आउनुसम्म चाहिँ घरमा सबै थिए। अब बजे जानुभयो, ताल चलाएको छ, सुनसान विरक्क लाग्दछ। अनि घरका गोठहरू पनि पुरै खाली। कुनै बेला यिनी खोरहरूमा 20-22वटा बाख्रा हुन्थ्यो भने अहिले पुरै सुनसान डरलाग्दो भुतिया बङ्गला जस्तो भइसक्यो। भूत बङ्गला केही कम छैन। भुतिया बङ्गला पनि अलि सफा हुन्छ होला, तर यस्तो अवस्थामा छ। कुनै बेला 50 गाई बाख्रा बसी गोरु हुने ठाउँ। यो गोठमा 3 हल गोरु हुन्थ्यो भने अहिले त सुनसान छ।